राष्ट्रिय फुल कसरी भयो यो चाहिँ? यसलाई चाहिने राष्ट्रिय फुलको प्रसङ्गमा चाहिँ के भने जब 19 सालमा नेपालले पहिलो संविधान लेख्न थाले, 19 सालको जुन संविधान, त्यो संविधान बनाउँदाखेरि अब मलाई लाग्छ बालकृष्णसम्म अनि केशर शमशेर र अनि वनस्पति विभागलाई बोलाएर हाम्रो प्रयागराज पाण्डे र समरबहादुर मल्ल थियो। प्रयागराज पाण्डे त त्यति यताउता नजाने समरबहादुर मल्ल थिए। त्योलाई उनीहरूले गएर केशर लाइब्रेरीमा सल्लाह गरे। सल्लाह गर्दाखेरि त्यहाँ चाहिने के भने लाली गुराँसलाई राष्ट्रिय फुल बनाउन यो उपयुक्त हुन्छ भन्ने के भने अरू गुराँसहरू पूर्वतिर छ, पश्चिमतिर छैन। गुराँसहरू धेरै त पूर्वतिरै छ। अब पूर्वदेखि पश्चिमसम्म नेपालभरि बनै रातो हुने फुलले चाहिने लाली गुराँस मात्रै हो। अरू गुराँसहरू अरुणसम्म आउने गुराँसहरू 30-32 जातका छन्। अरुण पछि यता आएपछि गुराँसको जाति घट्छ र धौलागिरीतिर आएपछि त गुराँसको जाति 4-5 मात्रै हुन्छ। अनि उता कर्णालीतिर गएपछि त 2-3वटा मात्रै पाउँछन्। अनि त्यसमध्ये लाली गुराँस चाहिँ सबैतिर पाउने र फेरि लाली गुराँसको चाहिँ अल्टिच्युड पनि हाम्रो यो 4000 फिटदेखि 9-10 हजार फिटसम्म माथिदेखि तलसम्म र अनि जङ्गलै ढाक्ने गरी ढपमक्कै पुग्ने भएको हुनाले उहाँहरूले चाहिँ सल्लाह 2019 सालबाट चाहिँ यो 2019 सालमा यसलाई राष्ट्रिय फुल भनेर एउटा फ्रेन्च पर्यटक पनि तपाईँसँग भेट्न आएको हो। एउटा फ्रेन्च पर्यटक क्षेत्रमा आएका थिए, रिने मिलभिल भन्ने। ऊ चाहिने एयर फ्रान्सकोले यहाँ हाम्रो आरएनएसीमा सल्लाह दिनलाई म्यानेजै गर्न पनि आएका थिए एकपल्ट एयर फ्रान्स है। त्यहाँबाट उसले आएर ऊ चाहिने नेपाल घुमे, निस्मिरी घुम्दाखेरि तिनजुरे मिल्केमा चाहिँ प्रशस्त गुराँसहरू पाएछ। लाली गुराँसको जङ्गल त्यहाँ जतिको ठुलो अन्त छैन भनेर उसले चाहिँ त्यो लाली गुराँसको क्षेत्रलाई नेसनल पार्क अथवा केही एउटा संरक्षित क्षेत्र बनाउनु पर्यो भनेर ठाउँ ठाउँमा उसले प्रचार प्रसार गर्दै गरे। फोटोहरू निकै लिएको थिएँ, फोटोहरू देखाउँदै गरे। त्यस बखतमा म आयुसिएनमा काम गर्थेँ। अनि त्यसै बखतमा त्यो 51-52 सालको कुरा हो थियो। अनि त्यस बखतमा चाहिँ नि आयुसिएनसँग हामीले अलिकति फन्ड जोडेर त्यहाँ गएर संरक्षण गर्ने भनेर त्यहाँका स्थानीय मानिसहरूसँग यो लाली गुराँस संरक्षण गर्नु पर्यो, नगरी भएन। त्यो डकुमेन्ट्री पनि त्यही बनाएको हो? डकुमेन्ट्री पनि ती चाहिँ बनाएको छ। अब मैले सुनेअनुसार त्यो प्रसारण नेपालमा भएन, तर बेलायतमा चाहिँ प्रसारण भएको हो। त्यो चाहिँ नि बेलायतको चाहिँ नि लोड स्टार प्रोडक्सन भन्नेले BBC र ABC को लागि बनाएको एउटा डकुमेन्ट्री। त्यसमा के छ भने संसारको सबभन्दा होचो ठाउँ डेड सी इजरायल त्यतापट्टिको देखि लिएर संसारको सबभन्दा उच्च क्षेत्र भनेर हिमालमा आएको उसले उताको पनि फिल्म खिचेको छ र यो त नेपालको पनि खिचेको छ। अब त्यसमा लियाजो भएर गइदियो भनेकाले म गएको थिएँ त्यो टिममा। अनि हामीले चाहिने अन्नपूर्ण क्षेत्रमा पनि घुम्यौँ, गुराँसहरू फुलेको थियो, सबै हेऱ्यौँ। अनि मैले भने कि यो मिल्के जलजरीमा राम्रो हुन्छ भनेर त्यहाँ गएर हेर्दाखेरि त्यो डकुमेन्ट्री पनि गुराँसकै लाली गुराँसमै त्यो डकुमेन्ट्रीमा वनले आर्थिक विकासको लागि योगदान दिने कसरी दिन्छ र त्यसका लागि अनुसन्धान कसरी गरिन्छ वनस्पति उद्यानहरूमा भनेर क्यू गार्डन्सको कुरा छ, इजरायलको गार्डन्सका कुरा छन्, अनि हाम्रो यहाँ गोदावरीको गार्डनको कुरा छन्। त्यो चाहिँ राम्रै डकुमेन्ट्री थियो। मैले त्यही जस्तो भनौँ नेपालमा चाहिँ प्रसारण हुन नदिएको कि बेलायतमा? होइन, मैले त्यसको डकुमेन्ट्री लिएर हाम्रो दुर्गानाथजीलाई दिएको मैले, नेपाली टेलिभिजन।
नेपाल टेलिभिजनमा यो चाहिँ नि प्रसारण गरिदिनुहोस् यताउता कुरा गर्न। अनि उहाँले के भने अब नेपालमा यो अङ्ग्रेजी भाषाको मिल्दैन भने जस्तो कुरा गर्यो, तपाईँले यसलाई डब गरेर नेपालीमा ल्याउन सक्यो भने चाहिँ राम्रो हुन्छ भन्ने सल्लाह भयो। अब मसँग त्यो चाहिँ क्षमता थिएन त्यसै। सेलीले केलानो छारा छोरी चेलीले दिलमा बसेरी लाएको माया छुटौ कसरी। सुनको सेलीले केलानो छारा छोरी चेलीले दिलमा बसेरी लाएको माया छुटौ कसरी। सारा सिक्रेटै खानु कैची मारलैलै बाकसको। सुनको सेलीले केलानो छारा छोरी चेलीले कैची मार बाकस खोलेर हेर्दा छ माया लैलै काकसको। सुनको सेलीले केलानो छारा छोरी चेलीले दुहुना गाईलाई घाँसैमा काट्नु त्यो रानीलाई बनेमा दिलमा बसेरी लाएको माया छुटौ कसरी। कलम लेखेर सम्झेर ल्याउँदा छैन हो माया मनैमा दिलमा बसेरी लाएको माया छुटौ कसरी। है गोठको चन्दने आगा गाई गोठको लैलै बहरा। सुनको सेलीले केलानो छारा छोरी चेलीले सम्मले गम्मा भेट भयो जम्मा पुरै जाउँ लैलै रहरा। सुनको सेलीले केलानो छारा छोरी चेलीले हुनुलाई हुनु शङ्खै जन बज्यो हुई जोगी लैलै सन्यासी दिलमा बसेरी लाएको माया छुटौ कसरी। कहाँको तिमी कहाँको हामी भेटुन्न लैलै हमेसी दिलमा बसेरी लाएको माया छुटौ कसरी। असारै महिना त्यो गैरी खेतमा हल गोरु लैलै साउला। सुनको सेलीले केलानो छारा छोरी चेलीले फुल फुल
बोल्यो फेरि कसकी हौ चेली घर सोध्दै लैलै आउला सुनको सेलीले के लानु छ र छोरी चेलीले बिना यो खिपी के सारो ढिपी दाइको घर लैलै कहाँ हो दिल का बसेरी लाएको माया छुटौ कसरी पानीको बुलबुल यो मनको तुलबुल दाइ हाम्रो लैलै नभएको दिल का बसेरी लाएको माया छुटौ कसरी चिनमा भोटिया भोटमा बङ्गाली लैलै बङ्गालमा सुनको सेलीले के लानु छ र छोरी चेलीले धान छ र के लानु छ र मरेको भोलि जङ्गलमा सुनको सेलीले के लानु छ र छोरी चेलीले